सर आज चाहिँ हामी अब यो मान्छेको शरीर, स्वास्थ्य, जीवनशैली यिनै विशेष यिनै विविध कुरामा आज कुरा गर्ने भनेर आएका छौँ होइन। अब मलाई सुरु चाहिँ केबाट गर्न मन लाग्यो भने जस्तो आयुर्वेदिक एउटा नलेज सिस्टम हो, मोडर्न मेडिसिन अर्को नलेज सिस्टम हो होइन। त्यसरी नै अब योग अर्को एउटा नलेज सिस्टम हो। कोही पनि मान्छेलाई हेल्दी भन्छौँ नि हामी होइन। सो मोडर्न मेडिसिनको डेफिनेसनको हेल्दी र आयुर्वेदिकको हेल्दी अथवा योगको पर्सपेक्टिभबाट कोही हेल्दी छ भने त्यसको हेल्दीनेस फरक छ कि सेम हो कि हेल्थलाई कसरी हेर्छ भन्ने कुराबाट सुरु गरौँ न। मोडर्न साइन्सको हिसाबले हेऱ्यो भने त कुनै रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, हैन, आर्थिक, सामाजिक तथा आध्यात्मिक हिसाबले पछिल्लो समय भनौँ न वेलबिङ हुनेलाई चाहिँ बल्ल स्वस्थ भएको भनिन्छ। अब यो आफैमा चाहिँ यो कम्प्लिट स्टेट हो भन्ने चलन पनि छ। त्यसलाई कसरी कम्प्लिट स्टेट भन्ने यो त बडा फिलोसोफिकल भयो। त्यो भएर हेल्थलाई चाहिँ स्पेक्ट्रमको रूपमा हेर्नुपर्छ भन्ने हिसाब पनि छ। त्यही चिजलाई चाहिँ आयुर्वेदको हिसाबले भन्यो भने चाहिँ होइन शरीरमा चाहिँ 3 प्रकारको दोषहरू हुन्छन् होइन, गभर्निङ फोर्सेस भन्छौँ। अनि ती शरीरलाई चलाउने गभर्निङ फोर्सेसहरू जुन छ जैविक ऊर्जा भनौँ, ती 3वटा चिजहरूको चाहिँ ब्यालेन्स हुनुपर्छ। सँगसँगै चाहिँ होइन अग्नि, त्यसै गरी चाहिँ धातु, मलक्रिया होइन यी कुराहरू चाहिँ राम्रो हुनुपर्छ र सँगसँगै होइन मान्छेको आत्मा, इन्द्रिय, मन चाहिँ प्रसन्न हुनुपर्छ। स्पिरिचुअल्ली पनि ऊ सम अवस्थामा हुनुपर्छ, तब बल्ल स्वस्थ हुन्छ भनिन्छौँ। योगको हिसाबले हेऱ्यो भने चाहिँ हाम्रो चित्तका वृत्तिको निरोध भएको जुन प्योर कन्सियसनेसको अवस्था छ त्यहाँ बल्ल त्यो सोमास्थ हुने, स्वस्थ हुने भन्ने छ। सबैले हेर्दाखेरि भाषा मात्रै फरक देखिन्छन् होइन। अब भन्न खोजेको कुरा करिब करिब उस्तै छ विभिन्न भाषाको हिसाबले। त्यसो भएर चाहिँ स्वास्थ्यलाई खासमा डिफाइन गर्न पनि गाह्रै छैन होइन। त्यो चाहिँ एउटा परम स्पिरिचुअल्ली भनौँ न हायर कन्सियसनेसको अवस्थामा शारीरिक, मानसिक, सामाजिक सबै हिसाबले वेलबिङ कन्डिसन जुन छ त्यो अवस्थामा भएपछि बल्ल स्वस्थ अथवा स्वास्थ्यको आइडियल हेल्दी भनिन्छ। त्यही भएर चाहिँ आइडियल कोही मान्छे आइडियल हेल्दी छ कि छैन भन्ने पनि प्रश्न छन्। त्यसो भएर चाहिँ स्पेक्ट्रम भन्छन् मान्छेहरू। अझ भनेको रोगको अवस्था एउटा छ, एउटा कम्प्लिट भनौँ न अघि भने जस्तो हामीले होइन प्योर फर्म छ, त्यो फर्मको बिचको स्पेक्ट्रम भनौँ न, त्यो यात्रा भनौँ। त्यसरी चाहिँ एउटा चाहिँ आइडियल हेल्दी मान्छे छ, एउटा चाहिँ रोगी छ र त्यसको बिचको जुन त्यो यात्रा भनौँ न हिसाबले। अब हुन त कम्प्लिट स्टेट भनिएको छ होइन। कम्प्लिट स्टेट हुनलाई त स्पिरिचुअल्ली पनि मान्छे होइन इन्लाइटेन्ड भयो हुनु पऱ्यो, फिजिकल्ली, मेन्टल्ली, सोसल्ली सबै एस्पेक्टबाट चाहिँ मान्छे भनौँ न हेल्दी हुनु पऱ्यो, तब बल्ल प्योर हेल्थ एकदमै कम्प्लिट स्टेटको रूपमा हेरिन्छ। अनि तर यो स्टेट भन्ने कुरा पनि होइन। यो चाहिँ एउटा यो त फ्लक्स हो, यो त चेन्ज भइरहने प्रक्रिया हुन्छ। त्यसो भएर चाहिँ त्यो डिरेक्सनमा, त्यो वेमा हुनु पनि स्वस्थताको एउटा बाटो हुन्छ भन्ने हिसाबले हेरिन्छ। त्यही त यो सबै डाइमेन्सनलाई विचार गर्ने हो नि त। त्यही एउटा हेल्दी मान्छे भनेको आइडियल सिचुएसन नै हुनु भयो होइन, केही न केही त तलमाथि हुने नै भयो। अनि यो आयुर्वेदिकको एउटा अर्को एक्स्ट्रा डाइमेन्सन भनेको चाहिँ स्पिरिचुअलिटी पनि हो, जुन चाहिँ अलि नभएको होइन। अहिले पनि पहिला अब जस्तो विश्व स्वास्थ्य सङ्गठनले सुरुमा हेल्थलाई डिफाइन गर्दा चाहिँ स्पिरिचुअल कम्पोनेन्टहरू थिएन। पछिल्लो समयमा चाहिँ स्पिरिचुअल कम्पोनेन्ट पनि चाहिन्छ होइन। इमोसनल वेलबिङ होइन, साइकोलोजिकल वेलबिङका कुरालाई पनि एकदमै धेरै इम्फेसिस दिँदै होइन मान्छे पिसफुल हुनुपर्छ होइन। त्यो फेजमा भएको देख्दा चाहिँ डाइमेन्सनहरू करिब करिब सबैका एकै ठाउँतिर आएको जस्तो पनि देखिन्छ। कति ठाउँमा चाहिँ फेरि आयुर्वेदको जुन प्रसन्न आत्म, इन्द्रिय, मन भन्ने कन्सेप्ट छ त्यो चाहिँ कहीँ न कहीँ योगकै पाटोको हिसाबले पनि त्यसलाई डिफाइन गर्ने चलन पनि छ। त्यसो भएर चाहिँ अल्टिमेटली चाहिँ कसरी डिफाइन गर्यो भन्दा पनि उसले कसरी अनुभव गर्छ, ऊ कस्तो क्वालिटी अफ लाइफमा रहन्छ, यो कुरा चाहिँ अझ बढी स्वस्थतासँग जोडिन्छ। यो पछिल्लो जुन डेफिनेसनहरू थपिने गयो नि, जस्तो
हामीले स्कुलमा पढ्दाखेरि पनि हजुरले भन्नुभएको थियो WHO को एउटा डेफिनेसन थियो। त्यो WHO को डेफिनेसन जहाँसम्म मलाई याद छ है, मैले स्कुलको सम्झनामा भनिरहेको, अब अहिलेको डेफिनेसन मैले बिर्सेँ। त्यो स्कुलकोमा चाहिँ के भन्थ्यो भने हेल्दी ह्युमन इज नट जस्ट मियर एब्सेन्स अफ डिजिज बट अ कम्प्लिट स्टेट अफ फिजिकल, मेन्टल अनि इमोसनल भन्थ्यो। यो स्पिरिचुअल र सोसियल थप्या हो, पछिको कुरा हुँदै त्यो फिजिकल, मेन्टल अनि इमोसनलको कुरा थियो हाम्रो पालामा त्यो डेफिनेसनमा होइन। सो यसलाई यसरी बुझ्न मिल्ला कि नमिल्ला सर, हामी ग्रेजुअली हामीले एक प्रकारको नन ट्यान्जिबल फर्म, नन ट्यान्जिबल डाइमेन्सन अफ लाइफ के जस्तो इमोसनल कुराहरू भयो, स्पिरिचुअल कुरालाई बिस्तारै बिस्तारै यो सबैले इन्कर्पोरेट गर्न थालेका हुन्, जुन अब जस्तो पहिला आयुर्वेदले गरेकै थियो। जस्तो प्रसन्न हजुरले भन्नुभयो नि, त्यो प्रसन्नतालाई कसरी डिफाइन गर्ने त होइन, त्यो त एक प्रकारको एब्स्ट्र्याक्टै त होला नि। यसमा चाहिँ कसरी छ, जस्तो हामी ग्रेजुअली त्यसमै मुभ भइरहेको कि? अब पहिला चाहिँ हामीले शरीर र मनलाई छुट्यायौँ, स्पेसली डेकार्टस जस्तो होइन फिलोसफरहरूले चाहिँ स्पेसली माइन्ड र बडीको डुअलिटी, कार्टेसियन डिफ्रेन्सिएसनको कुरा गरे होइन। तर पहिला जसलाई हामी फादर अफ मेडिसिन होइन भन्छौँ नि, उहाँहरूले चाहिँ यसलाई एउटै फर्ममा लिनुहुन्थ्यो। पछि यो यसरी डेभलप भयो, अनि अझ बढी लोजिकल थिङ्किङका कुरा आए होइन। अनि त्यो सँगसँगै चाहिँ सबै कुरा चाहिँ रिडक्सनिजममा आएर कुरा आयो। भनेको ठुलो चिजको बारेमा अध्ययन गर्नु छ भने त्यसलाई सानो सानो टुक्रामा विभक्त गर र सानो सानो कुराको नलेजलाई एकदम कम्प्लिट गरेर जोडेपछि त्यो फुलको बारेमा नलेज हुन्छ भन्ने छ। तर कति ठाउँमा जानेर हामीले बढी भनौँ न सब्जेक्टिभ फेनोमेननहरू छन्, अनुभवजन्य कुरा, एक्सपिरियन्सियल चिजहरू छन्, कन्सियसनेस, अवेरनेसका कुरा छन्। त्यहाँनिर चाहिँ हामी रिडक्सनिजम एप्रोचबाट भन्न कति ठाउँमा गाह्रो भयो। अहिलेको साइन्सको हिसाबले हेऱ्यो भने त एउटा रिसेप्टर लेभलमा समेत के हुन्छ, एउटा मोलिकुलर लेभलमा चाहिँ के हुन्छ भनेर साइन्सले भन्छ नि त होइन। कति चिज फिजिकल शरीरको अध्ययन भएको छ, एउटा एकदमै होइन राम्रा चिजहरू छन् नि त त्यसमा होइन, त्यसका धेरै फाइदा पनि छन्। तर कति हिसाबले हेऱ्यो भने जब हाम्रा फिलिङका कुरा गर्छौँ, जब हाम्रा एक्सपिरियन्सका कुरा गर्छौँ होइन, अनुभव र आनन्दका कुरा गर्छौँ, यहाँनिर चाहिँ प्योर रिडक्सनिजम एप्रोच भन्दा बियोन्ड पनि छ। त्यसो होलिजम एप्रोचबाट आउनु पऱ्यो। जब होलिजम एप्रोचबाट आउनु परेपछि होइन हाम्रा फिलिङ, हाम्रा अनुभव होइन, स्पिरिचुअल फेनोमेनन, इमोसनल कुरा, यी कुराहरू चाहिँ सँगसँगै आए होइन। अब कुरा के रह्यो भन्दाखेरि हामी भने त प्योरली फिजिकल मात्रै पनि होइन रहेछ होइन, हामी प्योरली साइकोलोजिकल कम्पोनेन्ट मात्रै हुँदो रहेछ। दुईवटा एप्रोच देखियो, एउटा बटम टु टप एप्रोच भयो होइन। सबै कुरा चाहिँ म्याटर हो, म्याटरदेखि इनर्जी, इनर्जीदेखि अवेरनेस हुने खालको कुरा भयो। दोस्रो भनेको चाहिँ अब त्यही अवेरनेसकै एक्सपान्सन हो, ब्रह्मकै मेनिफेस्टेसन हो भन्ने हिसाबले आयो। त्यसो भएर चाहिँ दुवैलाई चाहिँ एउटा डायनामिक्स बनाउने स्पेक्ट्रमको हिसाबले हेर्नुपर्ने देखियो। दुवै चिज चाहियो क्या अब यहाँनिर चाहिँ। त्यही फिजिकल डाइमेन्सन मात्रै भनेर नि भएन, स्पिरिचुअल डाइमेन्सनको कुरा पनि निड भयो अब होइन। क्वालिटी अफ लाइफको कुरा छ नि त अहिले, म कति पिसफुल छु, कति आनन्दित छु भन्नलाई त फेरि प्योरली मेटेरियलिस्टिक भएर मात्रै पनि पुगेन होइन। त्यसलाई त मेरा फिलिङ होइन कति ठाउँमा चाहिँ लोजिकल डाइमेन्सनबाट एक्सप्लेनै गर्न सकिँदैन होइन। म खुसी भएँ, म आनन्दित भएँ, म कति पर्सेन्ट भएँ भन्नलाई गाह्रो छ नि त होइन। त्यस्तो बाटोबाट हेर्दा चाहिँ अब कहीँदेखि इमोसनल कुरा होइन, स्पिरिचुअल डाइमेन्सनका कुरामा पनि जोडिनु पर्ने देखियो। र फेरि जति जति प्रगति हुँदै गर्छ नि फिजिकल्ली एकदमै धेरै, त्यति इमोसनल निडको फिल हुन्छ फेरि, त्यो पनि स्वाभाविक नै हो। त्यसो भएर चाहिँ यो डाइमेन्सनहरूको बढी फिल भएको हो भन्ने मात्रै बुझाइ छ मेरो। डेफिनेसनमा बिस्तारै त्यो मान्छेले रियलाइज गर्दै त्यो अनुभव हुनु भयो मान्छेले, किनभने क्वान्टिटी अफ लाइफ बढ्यो तर क्वालिटी अफ लाइफको कुरा छँदैछन् होइन। मान्छेका एक्सपिरियन्सका कुरा छँदै नै छन् होइन। कति चिजहरू चाहिँ सब्जेक्टिभ छ। अझ त मेडिसिनमा अहिले आएर चाहिँ पर्सनलाइज मेडिसिन भन्नुपर्ने स्थिति आयो क्या हो। भनेको त्यो व्यक्तिको ओभरअल बडीले, माइन्डले कसरी रेस्पोन्ड गर्छ होइन, त्यो कुरा चाहिँ हेर्नु पऱ्यो। अनि बडी टु माइन्ड, माइन्ड टु बडीमा चाहिँ अहिले रिलेसन देखियो होइन। हामी भन्छ नि त गट टु ब्रेन, ब्रेन टु गट, बडी टु माइन्ड, माइन्ड टु बडी, सबै कुरा आइरहँदा चाहिँ कहाँ भयो त भन्दाखेरि चाहिँ हामीले यसलाई होलिस्टिक हिसाबले हेर्नुपर्ने देखियो क्या। त्यसपछि स्पिरिचुअल डाइमेन्सन, इमोसनल डाइमेन्सनको बढी भ्यालु फिल भयो अब चाहिँ। अब
ठ्याक्क अघि सरले जुन कार्टेसियन डुअलिटीको कुरा गर्नुभयो होइन, बडी र माइन्ड बिच चाहिँ फरक छ भन्ने कुरा। अनि मोस्ट अफ द धेरै पछिल्लो समयसम्मको स्पेसली वेस्टर्न मेडिसिन त त्यही फिलोसफीले नै डोमिनेटेड हो होइन। र एकचोटि यता पनि जाउँ न होइन, हामी यो माइन्ड र बडीको इन्टर रिलेसनसिपमा अलिकति केही कुरा गरौँ। अनि अघि सरले भन्नुभयो जस्तो जुन आयुर्वेदले त एकदमै धेरै यो जुन पाचन प्रक्रिया होइन, डाइजेस्टिभ सिस्टमलाई सेन्टरमा राखेको थियो। र अहिले यसो रियलाइज गर्दै जाँदा त जुन यो गट टु ब्रेन रिलेसन जुन अघि सरले भन्नुभयो, त्यसले त हाम्रो थट प्रोसेसदेखि लिएर सबै कुरा त यहाँ मात्र होइन कि भुँडीमा पनि हुने रहेछ होइन, पेटमा पनि हुने रहेछ। सो त्यो कुराहरूलाई अलिकति जोडेर यसमा कुरा गरौँ कि जस्तो लाग्यो होइन। जुन यो माइन्ड बडी इन्टर रिलेसनसिपमा पहिला कुरा गरौँ, त्यसपछि गट हेल्थमा जाऊँ न। कुरा चाहिँ अब हुन त पूर्वीय दर्शनको हिसाबले हेऱ्यो भने धेरै माइन्ड र बडी डिफ्रेन्सिएसन नै गर्न आवश्यक छैन। यो त कन्टिन्युएसन प्रोसेस हो होइन। त्यही चिज अलि सूक्ष्म छ, माइन्डको फर्ममा छ, त्यो चाहिँ अलिक ग्रस फर्ममा आयो तन्मात्र पञ्चमहाभूत हुँदै भने त्यो चाहिँ अब स्थूल छ, शरीर छ भनेपछि यही प्योर अवेरनेसकै मेनिफेस्टेसन न त हो। त्यसो भएर चाहिँ यो चाहिँ भनौँ न टप टु बटम एप्रोचबाट यसरी भनियो, यो कन्सियसनेसकै एक्सपान्सन हो। त्यसैले छुट्टै हेर्नुपर्ने आवश्यकता छैन भन्ने एउटा थट छ। अर्को भनेको चाहिँ अब सबै चिज बडी हो, सबै चिज फिजिकल मेटेरियल हो, एटम हो, मोलिक्युल हो, त्यहाँबाटै सबै यी चिजहरू इभल्भ हुन्छ बटम टु टप एप्रोच। सो अनि बल्ल यो शरीरबाट बल्ल त्योभन्दा हायर लेभलमा सिस्टेमिक हिसाबले हेऱ्यो भने माइन्ड थट हो भने पनि त केमिकलै हो, हामीले त्यसलाई बटम टु टप एप्रोच भन्छौँ। अब यसका यसरी हेर्नुका केही फाइदा पनि छन् फेरि। जस्तो बटम टु टप एप्रोच भनौँ न, अहिलेको मोडर्न साइन्सको एप्रोच भनेको चाहिँ एकदमै बडी केन्द्रित छ। शरीरमा रिसेप्टरमा एउटा न्युरो ट्रान्समिटरमा होइन, एउटा जिनमा के छ त्योसम्म हेर्न सक्ने, त्यहाँ चाहिँ चेन्ज गर्न सक्ने अवस्था आयो। त्यो चाहिँ राम्रो कुरा हो नि त होइन। कतिको लाइफ इमर्जेन्सी मेडिसिनदेखि लिएर सर्जिकल चिजहरूमा कति ठाउँमा यसले राम्रो काम गरेको छ, एकदमै इनडेप्थ स्टडिजहरू छन्। एउटा प्याटर्न, बडीको प्याटर्न हामीले हेर्न सक्ने भयो। तर कुरा कहाँ छ भने जब सबै चिज त बडी टु भनौँ न माइन्डलाई छुट्टै डिफ्रेन्सिएसन गरेर त काम छैन। यहाँ त आखिर त्यही चिजको मेनिफेस्टेसन न हो, कुन फर्मबाट हेर्ने भन्ने मात्र होइन। त्यसो भएर चाहिँ अब प्योरली माइन्डबाट मात्र सबै चिज माइन्ड मात्रै हो भन्यो भने त बडीमा भएको चिज छैन भने नहेरिने भयो, बडीलाई चाहिँ वास्तै नहुने भयो। हामीले स्पिरिचुअल्ली हेर्दाखेरि त्यसरी भन्छौँ ज्यादातर। भनेपछि दुवै चिजको रोल देखियो। अब रोल कहाँबाट आउँछ त? सबभन्दा भने त हाम्रो फिजिकल बडी हो नि, जसलाई हामी अन्नमय कोष भन्छौँ। भनेपछि हामीले जस्तो खान्छौँ त्यही अनुसार बडीले त्यसलाई होइन एसिमुलेट गर्दै त्यसकै पनि प्योर फर्म, त्यसको प्योर इनर्जी चाहिँ ले माइन्ड बनाउँछ भन्ने इस्टर्न कल्चरको कुरा। भनेपछि कस्तो खान्छौँ होइन, त्यो कुराले धेरै कुरा निर्धारण गरौँ नि त। भनेपछि फिजिकल्ली हाम्रो बडी कस्तो हुन्छ होइन, त्यसले चाहिँ हाम्रो माइन्डको पर्सपेक्टिभले रोल प्ले गर्छ यहाँनिर। त्यसमा चाहिँ गटको ठुलो रोल छ, आन्द्रा। किन सबैभन्दा पहिला त होइन डाइजेसन हुने प्रक्रिया त कहाँ हुन्छ, आन्द्रामै त हुन्छ नि त होइन, डाइजेस्टिभ ट्र्याक्टमै हुन्छ। त्यसो भएर गट हेल्थ भनौँ न भनेको यहाँनिर हामीले कसरी त्यो खानेकुरालाई पचाउँछौँ, कस्तो खानेकुरा लिन्छौँ, त्यो कुराले चाहिँ हाम्रो ओभरअल बडीको स्ट्रक्चरमा फरक पार्यो। अर्को कुरा भनेको त्यसको इन्डाइरेक्ट रोल कहाँ भयो त फेरि अब माइन्डमा पनि हुने हो। त्यसो भएर चाहिँ गट टु ब्रेन भनियो भनेको आन्द्रामा कस्तो चिज छ, आन्द्रामा कस्तो डाइजेस्टिभ क्यापासिटी छ, के कस्तो इन्भाइरोमेन्ट छ, र यो मान्छे पछि फरक पनि छ, फरक छ। त्यही भएर त यहाँ अब हामीले के भन्नु पर्यो भने कति चिजहरू चाहिँ मान्छेको होइन यो बडी फरक छ क्या, त्यसले पर्सनलाइज केयर भन्ने जब कुरा आउन लाग्यो त्यही एउटै मेडिसिन पनि व्यक्ति अनुसार फरक पर्छ क्या। त्यसमा पर्ने एडभर्स इफेक्ट भनौँ, त्यसको इफेक्टिभनेस भनौँ, किनभने सबै कुरा त लिभरमा जान्छ धेरै जसो ड्रग। त्यो लिभरमा गएर त्यसलाई युटिलाइज गर्ने, त्यसलाई प्रयोग गर्ने कुरामै व्यक्ति अनुसार फरक छ। त्यस पर्सनलाइज हुनुपर्नेदेखि हो होइन। त्यो भएर चाहिँ अब कहाँ आउने भयो त भन्दाखेरि हामी पर्सनलाइज मेडिसिनको कुरा गरिरहँदा चाहिँ अब एकले अर्काको बडीको पार्ट्सको रिलेसनसिप भनौँ न, अनि गट टु ब्रेन, ब्रेन टु गट होइन, गट टु लिभर, लिभर टु ब्रेन, यस्तो होइन अलि बढी होलिस्टिक एप्रोचबाट सोच्नु पर्ने हुँदा चाहिँ ब्रेन टु गट, गट टु ब्रेन एक्सिसका कुरा पनि अब अहिले सोचियो होइन। किनभने धेरै जसो न्युरो ट्रान्समिटरहरू गटकै कुराहरू भन्छन् होइन, गटको इन्भाइरोमेन्टले कति धेरै क्रोनिक डिजिजहरूमा इफेक्ट पर्छ भन्ने अहिले थाहा भयो। पहिला पनि अर्को भाषामा भनिएको थियो। त्यसो त्यसलाई हामी ओभरअल आयुर्वेदमा चाहिँ अग्निको हिसाबले भन्छौँ होइन, डाइजेस्टिभ
क्यापासिटी कस्तो छ, मेटाबलिजम कस्तो छ, त्यसको आधारमा चाहिँ ब्रेनका फङ्सन ओभरअल बडीको फङ्सनमा फरक पार्ने भयो। त्यसै गरी ब्रेनको फङ्सनले पनि फेरि गटमा फरक पार्ने भयो। त्यसो भएर कहिलेकाहीँ चाहिँ धेरै डिफ्रेन्सिएसन गरिरहन आवश्यक छ जस्तो पनि लाग्दैन क्या। तर पनि फेरि प्रयोगको हिसाबले त फेरि माइन्डलाई बढी फोकस गर्ने कि होइन शरीरलाई खानेकुरालाई बढी फोकस गर्ने कि भन्ने हिसाबमा फेरि डिफ्रेन्सिएसन पनि जरुरत हुन्छ। त्यही भएर चाहिँ सिचुएसनले के माग्छ त्यही अनुसारले हामीले भाषा प्रयोग गर्ने हो। अब भने पछाडि यसबाट एउटा विचार गर्नुपर्ने कुरा के हो भने लाइफस्टाइल आयो, अब जोडियो होइन। फुड र के अरे गट र माइन्डलाई दुवैलाई ब्यालेन्समा राख्ने हो भने हाम्रो लागि लाइफस्टाइल इम्पोर्टेन्ट हुन गयो। सो लाइफस्टाइललाई जोडेर अलिकति कुरा गरौँ न। लाइफस्टाइललाई चाहिँ मान्छेले कसरी ड्राइभ गर्नेदेखि लिएर जुन अब आयुर्वेदिक वे अफ लाइफ होला, योगिक वे अफ लाइफ होला होइन, त्यो दिनचर्या भन्ने शब्द फ्रेज छ होइन, त्यो दिनचर्यालाई चाहिँ अलिकति चिरेर अगाडि बढाउन त होइन। सो दिनचर्या चाहिँ कसरी अगाडि बढाउने त, सो द्याट यु क्यान बी अ हेल्दी गाई होइन, so that you can move towards ideal healthy ideal healthy spectrum को end मा भन्यो भने सो दिनचर्यालाई योगको आँखाबाट आयुर्वेदको आँखाबाट अलिकति त्यसलाई के लाउन दिनमा हामी कस्तो कस्तो काम गर्छौँ भनौँ त्यसलाई चाहिँ दिनचर्या भन्छौँ। बिहान उठ्नेदेखि सुत्नेसम्मका विभिन्न एक्टिभिटी गर्ने कुरालाई चाहिँ हामीले दिनचर्या भन्ने हो होइन। त्यसैलाई नै लाइफस्टाइल बनाउन कुन सिजनमा कुन समयमा दिनमा रातमा के गर्ने के खाने के नखाने यस्ता फ्याक्टरलाई चाहिँ आजभोलि लाइफस्टाइल भनिन्छ। पहिला अब यी लाइफस्टाइल भनेको जनरल एप्रोच हुन्, सामान्य कुरा हुन् भन्ने हुन्थ्यो। पछिल्लो समयमा चाहिँ दीर्घ रोगहरू यति धेरै व्यापक भइसकेपछि चाहिँ यी लाइफस्टाइल फ्याक्टर नै पहिलो कारण हुन् यो दीर्घ रोगको जोखिम बढ्नलाई। यदि लाइफस्टाइललाई राम्रो बनाउन चाहिँ लाइफस्टाइल मेडिसिन चाहिन्छ भन्ने एप्रोच आयो। लाइफस्टाइलमा हामीले जनरली के खान्छौँ होइन, कतिखेर सुत्छौँ, कसरी सुत्छौँ होइन, त्यसपछि गएर कस्तो सोच्छौँ होइन, कतिको एक्सर्साइज गर्छौँ जे होइन, यी सबै कुरा कस्ता खानेकुरा नखाने कुराहरू प्रयोग गर्छौँ होइन, हाम्रो आदतहरू कस्ता छन्, यी सबैलाई हामीले लाइफस्टाइलको कुरा भन्छौँ। सो यी लाइफस्टाइलको कुराहरू चाहिँ स्पेसली योगा आयुर्वेदकै कम्पोनेन्टहरूमा एकदमै पहिलादेखि नै चर्चा गरिएको थियो र लाइफस्टाइल नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने हिसाबले छ। र पछिल्लो समय पनि फेरि दीर्घ रोगहरूको जोखिम बढेको हुनाले लाइफस्टाइल फ्याक्टरमा काम गर्नुपर्छ। मोडिफाइबल रिस्क फ्याक्टरहरू जुन छन् जो चाहिँ लाइफस्टाइल रिलेटेड छन्, ती जोखिमका कारणहरू छन्, तिनीहरूलाई निवारण गर्नलाई चाहिँ लाइफस्टाइल राम्रो हुनुपर्छ होइन। रोगहरूको उपचार दीर्घ रोगहरूको उपचारमा चाहिँ पैसा सर्जरी मात्रै भनेर हुन्न। यी फ्याक्टरहरू गऱ्यो भने बल्ल सजिलो छ म्यानेजमेन्ट गर्नलाई भन्ने अहिले चाहिँ पछिल्लो समयको अन्डरस्ट्यान्डिङ छ। र पछिल्लो समय चाहिँ नसर्ने दीर्घ रोगहरूको पनि बिग छ। एराउन्ड 70% भन्दा माथि चाहिँ यस्ता रोगहरूको व्यापकता छ। तिनीहरूमा चाहिँ लाइफस्टाइल फ्याक्टर नै इम्पोर्टेन्ट छ। भनेपछि योगा आयुर्वेद चाहिँ अलरेडी रुटेड छन् यिनीहरूमा, यो लाइफस्टाइल मेडिसिन लाइफस्टाइल फ्याक्टरमा। र फेरि अहिलेको साइन्सले पनि यी लाइफस्टाइल फ्याक्टरमै वर्क गर्नुपर्छ। जस्तो प्रेसर भयो, सुगर भयो, अनिद्रा भयो, डिप्रेसन भयो, यस्ता जुन दीर्घ रोगहरू छन् यिनीहरूमा चाहिँ अब आवश्यकता अनुसार औषधिको जरुरत पनि हुन सक्ला। तर पहिलो कुरा भने चाहिँ लाइफस्टाइल फ्याक्टर नै हो। अनि यही इम्प्रुभ गर्न सकियो भने पनि धेरै जसो होइन प्रिभेन्सन गर्न सकिन्छ, भएको अवस्थामा पनि म्यानेजमेन्ट गर्न सकिन्छ भन्ने हिसाबले लाइफस्टाइल एप्रोचहरू प्रयोग भएको देखिन्छ होइन। यी लाइफस्टाइल एप्रोच चाहिँ फेरि धेरै जसो हामीले योगा आयुर्वेदको कम्पोनेन्टहरूमा एकदमै धेरै पहिलेदेखि नै प्र्याक्टिस भएको देखिन्छ। तिनीहरूलाई नै अहिले इभिडेन्स बेस प्र्याक्टिसेसहरू भनेको रिसर्चमा आधारित भएर तिनीहरूको इफिकेसीहरूलाई पनि कति ठाउँमा अध्ययनहरू भएका छन् र नयाँ नयाँ कुरा लाइफस्टाइलसँग रिलेटेड कुराहरू पनि थपिएका छन् र ओभरअल यही चिजलाई नै हामीले प्रयोग पनि गर्छौँ। जस्तो यो मलाई दिमागमा लागेको कि जस्तो पहिला चाहिँ हामी एकदमै कम्युनिकेबल प्याथोजेन वाला डिजिज चाहिँ हाम्रो लागि मानवहरूलाई एकदमै प्रब्लम, जस्तो कोलेराले गाउँ नै सखाप हुन्थ्यो होइन, ट्युबरक्लोसिसले सिद्ध्याइदिने। अनि त्यसबाट कुनै कुनै एउटा अब हुन त कोभिड पनि रिसेन्टली हामीले एक्सपिरियन्स गऱ्यौँ होइन, तर भए पनि प्याथोजिनवाला जुन पहिल्यैदेखि कहिले पनि मेडिसिन नपाएकोले चाहिँ एकदमै पीडित थियो नि त समाजै। त्यही भएर त्यो बेलामा चाहिँ यो हाम्रो मोडर्न मेडिसिन त एकदमै इफेक्टिभ भयो नि त होइन, त्यसको ब्यालेन्सिङको लागि। अब त्यो इमिडिएट डेन्जर चाहिँ ट्याकल गरे मान्छेले। अब चाहिँ
आयु पनि बढ्यो, लाइफ पनि अगाडि बढ्यो होइन, फुड प्रोडक्सन पनि हाई भयो। अब चाहिँ हाम्रो लागि प्रब्लम भनेको नन कम्युनिकेबल डिजिज चाहिँ हाम्रो लागि प्रब्लम भयो होइन, जस्तो अब डायबिटिज अनि अरू के छन् होइन। सो त्यो चाहिँ हाम्रो लागि अब नयाँ प्रब्लम हो। अब त्यो ट्याकल गर्ने चाहिँ लाइफस्टाइलबाट भयो। अब कसैले सोध्यो कि लाइफस्टाइल कस्तो हुनुपर्छ त, कुन लाइफस्टाइलले चाहिँ राम्रो भन्ने भन्यो भने चाहिँ अब कसरी चाहिँ, अब जस्तो कोही मान्छे आयो म मेरो लाइफस्टाइललाई राम्रो बनाउन चाहन्छु भनेर आयो होइन, भन्यो भने के चाहिँ राम्रो हो त लाइफस्टाइलको, उसले आफ्नो केमा चेन्ज ल्याउनु पर्यो, के सुधार्नु पर्यो भन्ने कुरामा त्यसमा अलिकति कुरा गर्नुपर्छ होइन। सो एउटा कोही सो टु सम अप कोही आयो अब म मेरो लाइफस्टाइल सुधार्नु पर्यो सर भन्यो होइन। सो के डाइमेन्सन चाहिँ अब हेर्दै जानु पर्यो त, यसरी डिल गर, यसरी डिल गर, यो चिज यसरी गर, फ्यु सजेसन्स टाइपको। जनरली लाइफस्टाइल मेडिसिनको हिसाबले 5-6वटा कम्पोनेन्टमा हामी कुरा गर्छौँ। डाइट भयो, एक्सर्साइज भयो, स्ट्रेस म्यानेजमेन्ट भयो, डिएडिक्सनको भयो कुरा भयो होइन, रेस्ट एन्ड रिल्याक्सेसन भयो होइन, यस्ता कम्पोनेन्टहरूमा चाहिँ हामीले कुरा गर्छौँ। अब डाइटको कुरा गर्दा चाहिँ होइन सकेसम्म फ्रेसली प्रिपेयर्ड खानेकुरा, भेजिटेरियन बेस्ड डाइटहरू होइन, कम प्रोसेसिङ गरेको खानेकुरा मिलेसम्म, किनभने आफ्नो हामी स्पेक्ट्रम भन्छौँ क्या होइन, बाहिर गइरहेछ मिल्दै नमिले त बाँच्नलाई त खाइहाल्नु पऱ्यो होइन। म भेजिटेरियनिजममा नि अहिले एकछिनमा आउँछु है सर, यो आयुर्वेदले अथवा योगाले कसरी ल्याएको एकछिनमा कुरा गरौँला होइन। अनि पहिले त खानेकुरा होइन जे जति सकिन्छ है फेरि होइन, फेरि एकदमै आज आफ्नो हातमा धेरै कुरा छैन नि त होइन, अरूमा डिपेन्ड हुनुपर्छ। के कति सकिन्छ सकेसम्म फ्रेसली कुक्ड होइन, धेरै प्रोसेसिङ नगरिएको खानेकुरालाई प्रायोरिटाइज गर्नु पऱ्यो। धेरै नुन, धेरै चिल्लो होइन, धेरै सुगर, डाइरेक्ट सुगरहरू यस्तो चिजहरू कम प्रयोग गऱ्यो भने चाहिँ सजिलो हुन्छ। फाइबर भएको डाइटहरू प्रशस्त खायो भने। त्यसपछि दोस्रो कुरा हेऱ्यो भने चाहिँ एक्सर्साइज मेडिसिन भन्छौँ। केही भएन भने हिँड्ने मात्रैले पनि गर्छ, भएन भने जिम भयो, योगा भयो, यस्तो चिजहरूले पनि धेरै फरक पार्छ। केही खेलकुदका प्र्याक्टिस भनौँ, अरू केही भएन भने घरमै हिँड्ने भनौँ, यस्ता चिजले पनि मान्छेलाई दीर्घ रोगको जोखिमबाट बचाउँछ भन्छ। दोस्रो बडीमा मुभमेन्टहरू चाहिँ मुभमेन्ट इज मेडिसिन, एक्सर्साइज मेडिसिन भन्ने हिसाबको कन्सेप्ट पनि छन्। त्यसपछि गरी स्ट्रेस, अब तनाव नभएको मान्छे त खासै छैन होइन। अब तनावलाई कसरी विसर्जन गर्ने होइन, त्यसका लागि होइन, त्यसका लागि योगको कुरा होला, मेडिटेसनको कुरा होला, अरू रिल्याक्सेसन प्र्याक्टिस, काउन्सिलिङ जस्ता कुराहरू छन्। यी कुराले हेल्प गर्छ भनेको आफ्नो तनावलाई कसरी विसर्जन गर्ने। केही भने लङ डिप ब्रिदिङ गर्न सकिन्छ। सँगसँगै चाहिँ नेचरमा वाक गर्न सकियो, मन लागेको कुरा लेख्न पनि सकियो, लेखेर एक्सप्रेस गरेर हल्का हुन पाइयो होइन, मन लागेको कुरा उपयुक्त पात्रलाई सुनाउन पनि सकियो। त्यसरी स्ट्रेस कम गर्ने कुरा पनि लाइफस्टाइलको कुरा पर्छ। हुँदै भएन भने होइन सम्बन्धित विज्ञमा गएर कन्सल्टेसन गर्ने कुरा भयो। अनि डिएडिक्सनको कुरा चाहिँ अब अल्कोहल, स्मोकिङ जस्ता कुराहरू जुन छन् तिनीहरूलाई यति धेरै प्रायोरिटाइज गरिन्छ, तर अलमोस्ट यी चिजहरू चाहिँ हेल्थका लागि चाहिँ नराम्रै छन्, तिनीहरूलाई मिनिमाइज गर्ने कुरा होला। अनि रेस्ट एन्ड रिल्याक्सेसन भनौँ न, मान्छेलाई बेला बेलामा चाहिँ होइन आफ्नो लागि समय दिने होइन, स्पिरिचुअल कुराहरू नै हो यो हिसाबले। त्यसै गरी मान्छेहरूसँग कनेक्टिभ हुने, अरूलाई हेल्प गर्ने, भोलिन्टियरिङ गर्ने चिजहरू, यस्ता फ्याक्टरहरूलाई चाहिँ हामी लाइफस्टाइल मेडिसिनको हिसाबले भन्छौँ। यी फ्याक्टरहरू भनेको चाहिँ जस्तो आज सक्यो भन्ने होइन, त्यसलाई पनि हामी स्पेक्ट्रम भन्छौँ क्या। स्पेक्ट्रम भनेको जति सकिन्छ मुभ अन हुने भयो त्यो त होइन, अलिकति चेन्ज होला, अलिकति राम्रोपना होला, अनि हुँदा चाहिँ सस्टेनेबल फ्याक्टर हुने भयो होइन। त्यसरी चाहिँ मुभ अन गर्न सकिन्छ। हुँदाहुँदै पनि यो सबै गर्दा पनि भनौँ न सकिएन भने फेरि प्रोफेसनल्ली त्यसलाई हेल्प माग्न पनि सकियो। त्यसरी चाहिँ जान्छ। सो अलिकति वान स्टेप एट अ टाइम बेटर बनाउनुतिर हामी लाग्न सक्नु भयो होइन सर। अनि सरले अब यो योगको कुरा गरिरहनु भएको छ होइन, यो योगालाई चाहिँ हामीले अब जेनरली बुझ्ने भनेको त यो हात खुट्टा तन्काउने, स्ट्रेचहरू गर्ने, मुभ गर्ने, त्यही हो कि यो अलिकति सविस्तार यसमा अरू कम्पोनेन्ट पनि छन्? जस्तो योगा भनेर जुन अहिले कुरा गरियो, इज इट जस्ट अबाउट डुइङ स्ट्रेचेस, एक्सर्साइज, आसनहरू बनाउने ओर्ने होइन, अलिकति अप्ठ्यारा मुभ्सहरू, त्यही हो कि इट्स समथिङ डिफ्रेन्ट? क्लासिकल्ली त त्यो मात्रै होइन होइन, धेरै ब्रोड छ। योग भन्ने बित्तिकै आफ्नो चेतनालाई परम चेतनासँग जोड्ने भन्ने कुरा नै हो। त्यसका लागि एउटा कम्पोनेन्ट अष्टाङ्ग योगको होइन, जुन हजुरले आसनको कुरा गर्नुभयो होइन, आसन अथवा प्राणायाम जस्तो अभ्यास एउटा कम्पोनेन्ट मात्रै हुन् भनेको विभिन्न तहले
मनलाई शान्त पार्ने उपायको हिसाबमा पनि योगलाई लिइन्छ। त्यो चाहिँ अब इन्टेलेक्चुअली एनालाइसिस आफ्नो भनौँ न बुद्धिलाई प्रयोग गरेर हुन्छ कि होइन, अब गडप्रति अथवा भगवान्प्रति अथवा नेचरप्रति समर्पण गरेर हुन्छ कि होइन, अथवा चाहिँ नि होइन यो आसन प्राणायाम जस्तो शरीरलाई तन्काउने खालका अभ्यास, ध्यान जस्ता अभ्यासहरू गरेर हुन्छ कि विभिन्न तरिकाले होइन त्यो ठाउँमा त्यो कम्प्लिट स्टेट अफ अवेरनेस जसलाई हामी अघि पूर्ण स्वस्थताको कुरा गर्दैथ्यौँ होइन, सोमाइस्थ हुने त्यो अवस्थामा पुर्याउने एज अ होइन डेस्टिनेसन एज वेल एज अ पाथको रूपमा चाहिँ हामीले योगलाई हेर्छौँ। अब अनि यसमा अर्को पनि मैले के चाहिँ सधैँ फिल गर्छु भने हेर्नु सर, यो योग अथवा आयुर्वेद भने चाहिँ यसमा ब्याड साइडै छैन भन्ने एउटा जेनरल डिस्क्रिप्सन त्यो अन्डरस्ट्यान्डिङ पनि छ नि त। यो आयुर्वेदिक हो, आयुर्वेदिकको साइड इफेक्ट हुँदैन भन्छन् नि मान्छेले होइन, अथवा योग पनि यो योग गर्ने हो, योग गर्दा कहाँ साइड इफेक्ट हुन्छ र होइन, योग भन्नाले जेनरली आसनहरू त्यही, त्यसको साइड इफेक्ट नि कहाँ हुन्छ र भन्ने कुरा आइरहेको हुन्छ त, विच इज आई डोन्ट थिङ्क दिस इज ट्रु होइन। यसका साइड इफेक्ट पनि छन्, मान्छेले विचार गरेर गर्नुपर्ने छ, यसमा के कुराहरू याद गर्नुपर्ने छ भन्ने कुरामा चाहिँ पहिलो कुरा त हजुरले भन्ने जस्तो साइड इफेक्टै छैन भने इफेक्ट पनि त छैन होला नि भन्ने पाटो पनि छ एउटा होइन, काम गर्छ केही न केही फेरेरै त गर्छ, त्यो उसलाई त फेरि इफेक्ट पनि साइड इफेक्ट छैन भने त इफेक्ट पनि छैन नि त भन्ने बाटोबाट पनि आउँछ एउटा बाटो होइन। हरेक भातै पनि धेरै खायो भने त उकुस मुकुस हुन्छ, अझ विपत्तै खायो भने भोमिटिङ होला, अझ डायरिया होला होइन, बस्न उठ्न गाह्रो होला भनेपछि यो पाटो त छँदै नै छ। त्यसो भएर चाहिँ योग अथवा आयुर्वेदकै पाटोमा चाहिँ साइड इफेक्ट हुँदै हुन्न भन्ने अवस्था हुन्न, भनेपछि अवस्था अनुसारको व्यवस्था हुनु पर्यो, भनेको सिचुएसन अनुसार गर्न सकिएन भने त्यसले पार्ने प्रभाव पनि न्यूनीकरण हुनसक्छ या उल्टो हुन पनि सक्यो होइन। कुनै ड्रग जस्तो आयुर्वेदकै कुनै जडीबुटी चाहिँ हजुरको पखाला लाग्दा खाने औषधि छ, इच्छाविधि रस छैन त्यो धेरै छन् त्यस्तो, मलाई थाहा भएको पखाला लाग्दा खुवाउने औषधि छ, तपाईँले कब्जियतमा प्रयोग गर्नु भयो भने त झन् बढी कब्जियत होला नि त होइन। भोक लाग्नु पर्ने औषधि छ होइन, भोक नलाग्ने अवस्थामा प्रयोग गऱ्यो भने उल्टो होला। भनेपछि ठाउँ अनुसार अवस्था अनुसार प्रयोग गर्नुपर्ने हुन्छ। योगमा पनि त्यस्तै भनौँ न, जुन चिजले शरीरमा हिट बढाउनु पर्ने थियो होइन, अब हिट त्यो प्रयोग गर्नुपर्ने थियो होला, जाडो थियो होला अथवा शरीरमा चिसोपन थियो होला, मेटाबोलिजम कम भएको थियो होइन, अब उल्टा प्रयोग गर्नु भयो भने त फरक पर्यो नि त होइन। कुनै अभ्यास गर्न नमिल्ने अवस्था नि हुनसक्छ होइन, त्यो चाहिँ हेरेरै गर्दाखेरि अझ फाइदा हुन्छ। तुलनात्मक हिसाबमा अरू मेडिसिन अरू चिजहरू भन्दा अलि बढी सेफ, अझ कम साइड इफेक्टको हिसाबले बडीलाई अलि सजिलो हुने हिसाबले चाहिँ यसरी भनिन्छ होइन, साइड इफेक्ट कम छ अथवा अप्ठ्यारोपन कम हुन्छ भन्ने हिसाबले कुरा गरिन्छ, तर त्यो पुरै सही चाहिँ होइन क्या होइन। इफेक्ट छ भन्दा साइड इफेक्ट पनि हुनसक्छ। त्यसो भएर चाहिँ सम्बन्धित विज्ञ अथवा सम्बन्धित ठाउँमा बाट यो प्रयोग गर्नु चाहिँ अझ उत्तम हुन्छ। अब यो कुरा गरिसके पछाडि यो मोडर्न मेडिसिन र यो जुन ट्रेडिसनल वे अफ मेडिसिनको क्लासको कुरा त नगरिकन सुखै भएन होइन। हुन त सरसँग धेरैचोटि धेरै ठाउँमा सरले कुरा गरिसक्नु भएको होला, तर एक अर्काको एक्जिस्टेन्सलाई नस्वीकार्ने नै अवस्था थियो कि जस्तो लाग्छ अलि अगाडिसम्म चाहिँ होइन। पछिल्लो समय चाहिँ अलिकति इन्टिग्रेटिभ भयो कि भन्ने छ। यो क्लास अनि यसको ब्यालेन्स अनि इफेक्टिभ कुन बेला के हुन्छ भन्नेमा अलिकति हामी कुरा गरौँ। अब यो क्लास गर्नै पर्ने चिज हो जस्तो चाहिँ मलाई लाग्दैन। अल्टिमेटली भने त यसको उपयोग गर्ने मान्छेहरू छन्, बिरामी छन्, उनीहरूलाई फाइदा हुनु पर्यो होइन। कुन सिस्टमले के गर्छ भनेर क्लास गर्नुको त खास अर्थ छैन नि त होइन। अब यो भनिरहँदाखेरि फेरि इभिडेन्स बेस हुनुपर्छ, इभिडेन्स बेस मेडिसिन भन्ने छ। फेरि अर्को बाटोबाट हेऱ्यो भने चाहिँ ट्रेडिसनल प्र्याक्टिसहरू कति चिज त जेनेरेसन टु जेनेरेसन एक्सपिरियन्स बेस्ड भएर आएको छन्, इन्ट्युसन बेस्ड छन्। कति ठाउँमा इभिडेन्स अहिलेको तत्काल जेनेरेट गर्न गाह्रो पनि छ। फेरि यो भन्दैमा हामी त्यहाँबाट स्केप हुन पाउँछौँ भन्ने पनि छैन। अनि सोकल्ड भनौँ न इभिडेन्स बेसका पनि आफ्नै लिमिटेसन छन्, ऱ्यान्डमाइज आरसिटीका पनि होइन। त्यसो भएर चाहिँ यो ब्यालेन्स फर्ममा हुनुपर्छ। सो सामान्यतः भनौँ न एकदम इमर्जेन्सी मेडिसिन चाहियो, तत्कालै केही ट्रिट गर्नु पऱ्यो भने त मोडर्न मेडिसिनको अहिलेसम्म विकल्प पनि त छैन नि त, ट्राई गर्नु पऱ्यो
लाइफ सेभिङ हुनु पऱ्यो। तर जहाँसम्म हामीले अघि इक्वालिटी अफ लाइफ हेल्थको स्पेक्ट्रमका कुरा गरेका छौँ नि, हेल्थ भने त ट्रिटमेन्ट क्योर मात्रै त होइन नि त, प्रिभेन्टिभ पार्टो छ, प्रोमोटिभ पार्टो छ, रिहेबिलिटेटिभ पार्टो छ। यी पार्टोहरूमा हेल्प गर्नु पऱ्यो। जस्तो मानौँ न तपाईँलाई अनिद्रा भयो होइन, एकदमै निद्रा नलागेर छटपट्टि भएर तपाईँको डे टु डे लाइफ नै एकदमै ह्याम्पर गर्ने भयो, तत्काल मेडिसिन चाहिन सक्छ, मोडर्न मेडिसिन काम आउन सक्छ। अथवा अलिअलि ब्यालेन्स हुने अवस्था छ, भर्खर सुरु भएको छ, अथवा मेडिसिनले पनि रेसिस्टेन्ट भएको अवस्था छ भने अब तपाईँ त्यही चिज होइन हर्बल मेडिसिनमा आउन सक्नुहुन्छ, ब्रिदिङ टेक्निकमा आउन सक्नुहुन्छ होइन, शिरोधारा जस्तो रिल्याक्सेसन प्र्याक्टिसमा आउन सक्नुहुन्छ। भनेपछि कुन अवस्था छ, पहिलो कुरो त त्यहाँबाट हेर्नु पऱ्यो। दोस्रो कुरो तपाईँको इन्ट्रेस्ट के हो अब होइन। अब कहिलेकाहीँ तपाईँको इन्ट्रेस्ट छ तर हाम्रो विद्यालय मात्रै काम गर्दैन भने त जुन विद्यालय काम गर्ने त्यो गर्नु पऱ्यो नि त होइन। दोस्रो कुरा अब तपाईँको इन्ट्रेस्ट पनि छ, हाम्रो विधागत हिसाबले त्यो चिजलाई न्याय हुन्छ भने त्यो पनि गर्नु पऱ्यो। र कहिलेकाहीँ कस्तो हुन्छ नि, एउटा विधाले केही गरी काम गरेन, रेसिस्टेन्ट हुन नि सक्छ भने अर्को विधा थपेर अथवा त्यसको अल्टरनेटिभ गरेर एडन या अथवा अल्टरनेटिभै भनेर होइन त्यसको इफिकेसीलाई राम्रो बनाएर भनौँ न होइन, अल्टिमेटली त त्यो कन्ज्युम गर्ने मान्छेलाई होइन हेल्प गर्ने हो नि त। कुन हिसाबले हेल्प गर्न सक्छौँ त्यो हिसाबले हुन्छ। त्यसो भएर अघि नै भने हामीले कि इमर्जेन्सी मेडिसिन सर्जिकल केसेसहरूमा तत्काल मोडर्न मेडिसिनको रोल हुनसक्छ, तर क्वालिटी अफ लाइफ राम्रो बनाउने इमोसनल हेलिङदेखि लिएर होइन प्रिभेन्टिभ प्रोमोटिभ पार्ट हो अथवा रिहेबिलिटेटिभ पार्टहरूमा कैयौँ ठाउँमा चाहिँ योगा आयुर्वेदको रोल हुनसक्छ। के को बढी युटिलिटी हुन्छ र व्यक्तिहरूको कस्तो चोइस छ, ती दुवै कुरालाई चाहिँ एकै ठाउँ राखेर आजभोलि चाहिँ इन्टिग्रेटिभ मेडिसिन भन्ने खालको पनि छ, एकीकृत गरेर विदेशतिर धेरै ठाउँमा यस्तो हस्पिटलमै इन्टिग्रेसन गर्ने आवश्यकता अनुसार होइन डक्टरको टिम बसेर कुन प्रयोग हुनसक्छ होइन, कसले बढी के गर्दा चाहिँ बेटर हुन्छ भन्ने हिसाबले गरिन्छ। त्यसो भएर चाहिँ एकअर्कामा क्लास गर्ने भन्दा पनि हामीले बेस्ट के गर्न सक्छौँ त्यो कुरा चाहिँ अझ बढी इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ। र त्यो दुवैलाई मिक्स गरेर जानुको चाहिँ विकल्प त होला तर गुड आउटपुट हो। अब यस्तो छ, एउटै विधाले आफ्नै विधाले त्यहाँ एकदमै राम्रो रिजल्ट निस्किन्छ, मिसाउनु नपर्न पनि सक्ला होइन विधागत हिसाबले होइन। त्यो एड अन गर्दा होइन इन्टिग्रेट गर्दा अझ बेस्ट रिजल्ट आउँछ होइन भने चाहिँ इन्टिग्रेसन चाहिँ गर्नै पर्ने होला, त्यसरी हेर्नु पर्ला। केही इक्जाम्पलहरू छन् सरसँग जहाँ चाहिँ अलिकति पहिला मोडर्न मेडिसिनले काम गरेर अनि जुन योगको अथवा आयुर्वेद यसलाई पछिल्लो स्टेपमा इन्टिग्रेट गर्दै गएका इक्जाम्पलहरू उदाहरणहरू जस्तो त्यस्ता केसेसहरू? त्यस्तो केसेसहरूमा चाहिँ प्रशस्तै हुन्छन्। जस्तो इक्जाम्पललाई हेरौँ, जस्तो स्ट्रोक भयो, कसैले प्यारालाइसिस भयो, तत्काल त लाइफ सेभिङ हुनु पऱ्यो, सर्जिकल इन्टरभेन्सन चाहिन्छ कि के चाहिन्छ त्यो एउटा फेजबाट निकाल्नु पऱ्यो। अब रिहेबिलिटेसन गर्नु पऱ्यो भने होइन सँगसँगै मेडिसिन सँगसँगै अब होइन आयुर्वेदको थेरापी गर्ने कि होइन एक्सर्साइज गराउने कि योगको कुन चाहिँ गर्न सक्छ होइन। अब के इनेमा दिन मिल्छ के गर्ने पञ्चकर्मको, यसरी जाँदाखेरि बेस्ट भयो होइन। त्यसै गरी अब हेर्नु न जस्तो डिप्रेसन भयो फर इक्जाम्पल होइन, एकदमै डिप्रेसिभ फेजमा छ मान्छे होइन, तत्काल उसको लाइफ सेभिङ गर्नुपर्ने छ, सुसाइडल रिस्क छ, तुरुन्त मेडिसिन प्रयोग गर्नु पर्यो नि त होइन तत्काल काम गर्ने। अब अलिकति चेन्ज आयो, अब उसलाई उसको लाइफस्टाइलमा वर्क गर्नुपर्छ नि त अब त होइन, अथवा मेडिसिनको साइड इफेक्ट मिनिमाइज गर्नुपर्छ, योगा थप्ने कि आयुर्वेदको कुनै एउटा थेरापी थप्ने कि अथवा मेडिसिनले साइड इफेक्ट गर्यो बढी उसको शरीरलाई भएन होइन, त्यसको रिप्लेसमेन्टमा कुनै अर्को हर्बल मेडिसिनमा जान सकिन्छ कि होइन, त्यसरी चाहिँ जाने हुन्छ। यो जस्ट उदाहरण भयो। र दीर्घ रोगहरू जति पनि क्रोनिक रोगहरू छन् त्यसमा यही खालको इन्टिग्रेटिभ एप्रोचहरू चाहिँ बढी उपयोगी छ। र बाहिरतिर पनि राम्रो हस्पिटलहरू जस्तो इन्डियामा एम्सको कुरा गरौँ होइन, मेन्टल हेल्थमा होइन इन्डियामा अरू ठाउँहरूमा पनि त्यस्तो छ होइन। युएसको हिसाबले हेर्ने एमडी एन्डरसन क्यान्सर हस्पिटलकै हेरौँ, धेरै यस्ता ठाउँहरूमा आजभोलि चाहिँ इन्टिग्रेटिभ मेडिसिन भन्ने हिसाबको छ। त्यहाँ चाहिँ यस्तो खालको इन्टिग्रेसन गर्दा अझ बेस्ट रिजल्ट देखिन्छ। पहिले चाहिँ अल्टरनेटिभ भन्ने चलन थियो शब्द, उनीहरूले आफ्नो वेस्टर्न मेडिसिनलाई मेन स्ट्रिम भन्थे अनि अरू मेडिसिन सिस्टमलाई चाहिँ अल्टरनेटिभ भन्ने शब्द थियो। त्यो चाहिँ अब बिस्तारै बिस्तारै इन्टिग्रेटिभमा चेन्ज भयो।
स्टिल अझै पनि प्रयोग त हुन्छ होइन वैकल्पिकै भन्छन्। अब कसलाई वैकल्पिक भन्ने प्रश्न चाहिँ छ क्या अल्टरनेटिभ भन्छ। जस्तो तपाईँलाई टाउको दुखो होइन, तपाईँ योगा गर्न जानु मानौँ होइन, जस्तो एकदम सिरियस खालको टाउको दुखाइ होइन, रेड फ्ल्याग छैन होइन, सामान्यतः एकदम सिभियर टाउको दुखाइको कारण छैन, त्यहाँ टाउको दुखाइ त छ तर एकदम सिरियस रोग होइन भन्ने डायग्नोसिस, जस्तो माइग्रेन भयो मानौँ अथवा चाहिँ टेन्सन टाइप हेडेक भयो भने अब के गर्नुहुन्छ त भन्दा तपाईँ होइन कुनै मेडिसिन खानुहुन्न, कुनै उसमा जानुहुन्न हेल्थ केयर सेन्टरमा, अब के गर्नुहुन्छ योगा गर्नु हो मानौँ। त्यो भएर तपाईँलाई स्ट्रेस रिडक्सन भएर पेन कम भयो। तपाईँको लागि अब योगा भने त प्राइमेरी भयो नि त, अल्टरनेटिभ त भएन नि त हो। तपाईँले मेडिसिन खाँदै गर्नुहुन्थ्यो, अब मेडिसिनको कम्प्लिमेन्टेसन गर्नलाई या अथवा मेडिसिनको अल्टरनेट, अब मेडिसिनले तपाईँलाई खान मन लागेन या औषधिको साइड इफेक्ट भयो या तपाईँलाई मन लागेन अथवा डाक्टरले अहिले यो पर्दैन उता गएन अरू चिज गरेर पनि हुन्छ भन्नुभयो र त्यसको अल्टरनेटिभ हिसाबले सोच्नुभयो भने बल्ल अल्टरनेटिभ भयो। तपाईँले प्राइमेरीले त्यही युज गर्नु भने तपाईँको लागि त्यो त अल्टरनेटिभ होइन नि त। भनेपछि हामीले यो विधा भनौँ न योगा आयुर्वेदको कुरा यो रिजनमा त धेरै पहिलादेखि प्रयोग गरेको, यो त यहाँको मौलिक चिकित्सा पद्धति हुन्। एक्ज्याक्टली। भनेपछि हाम्रो लागि त अल्टरनेटिभ होइन क्या त्यो चाहिँ। जहाँनिर वेस्टर्न मेडिसिनको सुरुवात भयो त्यहाँको लागि त त्यो थिएन नि त पहिलादेखि नै। भनेपछि यो आउनु के हो त भन्दा कम्प्लिमेन्ट्री अल्टरनेटिभ हो। त्यसो गरी यो प्रश्नमा पनि यो शब्दावलीहरूमा पनि अहिले डिबेटहरू छ र स्टिल पनि अब यो केही समय अगाडि प्रयोग गरिएको हुनाले स्टिल अहिले पनि प्रयोग चाहिँ हुन्छ। तर यसलाई कम्प्लिमेन्ट्री अल्टरनेटिभ भन्नुभन्दा पनि बरु लाइफस्टाइलका पार्टमा भन्ने कि अथवा यसलाई चाहिँ इन्टिग्रेटिभ मेडिसिनकै पार्टमा सबैलाई इभिडेन्स बेस बनाएर लाने कि भन्ने कुराको अन्डरस्ट्यान्डिङ फेरि यो लेभलमा आएको देखिन्छ। सो बेटर भनेको चाहिँ इन्टिग्रेटिभ त्यो शब्द चाहिँ अलिकति सबैलाई समेट्ने सुनियो एउटा कुरा। दोस्रो कुरा इट डिपेन्ड्स अन द बेनिफिसियरी होइन, उसको अप्रोच भनौँ न, इट डिपेन्ड्स अन द अप्रोच। अनि त्यस पछाडि कसले न्यारेसन सेट गरिरहेछ त, कसले बोलिरहेछ भन्ने नि त भयो नि होइन। एउटा आयुर्वेद विशेषज्ञ अथवा एउटा योग विशेषज्ञले मोडर्न मेडिसिनलाई पनि अल्टरनेटिभ भनिदिन सक्ने भयो नि। यदि त्यो बाहेक अरू ठाउँमा प्रयोग गर्नु त अल्टरनेटिभ हुन सक्छ नि त। एक्ज्याक्टली होइन। सो हु इज लाइक सेटिङ द न्यारेसन होइन, त्यसको हातमा भर पर्छ। त्यसरी यो अब लडाइँ भन्दा पनि बेनिफिट कसरी हुन्छ अल्टिमेटली होइन पेसेन्टलाई नागरिकलाई, त्यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। अब सरले अघि त्यहाँ एउटा कुरा गरिहाल्नुभयो कि यो जुन अल्टरनेटिभ र कम्प्लिमेन्टको कुरा गर्दा नलेज चाहिँ यहाँको इन्डिजिनस हो नि त यो होइन। अब यो इन्डिजिनस नलेज हाम्रै हो होइन, हाम्रै अब ल्यान्ड होइन, हाम्रै सेरोफेरोबाट सुरु भएको नलेज सिस्टम भयो मेडिसिनको। यसमा पछिल्लो समय हामी कति कुरामा ठिक होलाौँ, कति कुरामा चुकिरह होलाौँ, सरको अब्जर्भेसन के छ यसमा? वेयर आर वी डुइङ गुड, वेयर आर वी ल्याकिङ? यसमा अलिकति ल्याकिङको हिसाबले हेऱ्यो भने यसलाई अहिलेको हिसाबले भन्दा इभिडेन्स बेस क्रिएट गर्नुपर्ने छ। जस्तो फर इक्जाम्पल कुनै एउटा हाम्रो थेरापी कुनै एउटा मेडिसिनले यसरी काम गरोस् पुरै मेकानिजम कहिलेकाहीँ चाहिँ भन्न नसकिएला, तर कम्तीमा आउटकम बेस इभिडेन्सेसहरू त हुनसक्छन् नि त। यतिजनामा गर्दा यस्तो खालको उहाँको क्वालिटी अफ लाइफदेखि क्वान्टिटी अफ लाइफमा यस्तो भयो भन्ने कुरा, त्यो इभिडेन्सेसहरू जेनेरेट गर्ने कुरामा हामी अझै पनि ल्याक छौँ। हुन त केही संस्थाहरू हामीसँग छन् स्टिल, तर जुन लेभलमा यिनीहरूबाट काम भएर गर्नु सक्थ्यो त्यो चाहिँ नभएको स्थिति देखिन्छ। त्यो हुनुमा चाहिँ सरकारको पनि कम प्रायोरिटी परेको हुनसक्छ एउटा। दोस्रो कुरा भनेको चाहिँ जति इफोर्ट हाम्रो फिल्डले लाउनु पर्ने त्यो नभएको हुनसक्छ। अनि दोस्रो कुरा मासले पनि फरक पर्छ, हाम्रो मास पनि कम छ, त्यो भएपछि त्यो ठाउँमा पुग्न नसकिएको पनि हुनसक्छ होइन। तेस्रो कुरा पोलिसी लेभलमा भने यसलाई कति प्रायोरिटाइज गर्नुपर्ने हो। जस्तै इक्जाम्पललाई हेरौँ, चाइनामा हेऱ्यो भने ट्रेडिसनल चाइनिज मेडिसिन चाहिँ सबैले पढ्नुपर्छ होइन, केही समय पढ्नै पर्छ, पढ्नु पऱ्यो। र फेरि ट्रेडिसनल चाइनिज मेडिसिनलाई यति धेरै प्रायोरिटाइज गरेर होइन हरेक सेन्टरमा त्यसको प्र्याक्टिस भयो। त्यो चिजले कस्तो हुनु भने जस्तो हाम्रो आफ्नो मौलिक सिद्धान्त मौलिक पद्धति हो भने त होइन, यहाँ त्यो खालको अवेरनेस चाहिन्छ। कति मेडिकल स्कुलमा त्यो अहिले छ, जस्तो जसलाई हामी कम्प्लिमेन्ट्री अल्टरनेटिभ मेडिसिन भनेको छौँ त्यहाँनिर पोस्टिङहरू पठाउने केही समय त्यस्तो खालको प्र्याक्टिस छ, तर धेरैमा छैन। यसको अर्थ यसले चाहिँ के फरक पार्छ भन्दाखेरि मैले यो गरिरहेको छु, फर इक्जाम्पल साइकोसोमाटिक अथवा स्ट्रेस रिलेटेड डिसअर्डरवाला छ,
अथवा मैले यो चिजहरू चाहिँ कहाँ पठाउन सक्छु, म सँगसँगै एड अन के गर्न सक्छु, ओपन अप हुनै गाह्रो छ नि त मोडर्न मेडिसिन मान्छेलाई। अनि त्यही भएर चाहिँ इन्टिग्रेसन गर्नलाई बेस्ट अफ द बेस्ट चिजहरू दिनलाई चाहिँ हामीले समस्या परिरहेको देखिन्छ। त्यो यो लाग्दै देखिन्छ। स्ट्रेन्थको कुरा गऱ्यो भने चाहिँ समय बढ्दैछ कि हामीले यसलाई होइन इन्टिग्रेटिभ हिसाबको क्वालिटी अफ लाइफ मेन्टेन गर्ने कुरालाई, प्रिभेन्टिभ कुरालाई चाहिँ आजको दिनमा नगरी नहुने अवस्था छ। किनभने एनसिडिजहरू नै धेरै भए, दीर्घ रोगहरू भए, जहाँ चाहिँ यी विधाहरू नभई नहुने अवस्था आयो क्या। त्यो हिसाबले चाहिँ फेरि यो राम्रो पाटो पनि छ र तर त्यो राम्रो बाटो हुँदाहुँदै पनि जुन अपर्च्युनिटिजहरू छन् नि यसलाई अझ बढी स्ट्रेन्थेन गर्न सक्ने, अझ बढी वाइडली यसको प्र्याक्टिसहरू भनौँ न ब्रोडली यसको प्र्याक्टिसहरू बढाउन सक्ने चिजहरूमा चाहिँ हुनपर्ने जति इफोर्ट नपुगे जस्तो चाहिँ देखिन्छ। अनि एउटा विचारणीय कुरा चाहिँ के भयो सर भने होइन, यो नलेज सिस्टम चाहिँ हाम्रो भयो, म बिस्तारै ग्रेजुअल्ली चाहिँ विदेशीको कन्ट्रोल र उनीहरूको क्वालिटी अस्योरेन्स क्राइटेरियामा पर्दै गएको हो कि भन्ने हिसाबले पनि मैले अलिकति मलाई चाहिँ त्यस्तो लागिरहेछ। जस्तो फर इक्जाम्पल अब जस्तो यो योग ट्रेनरहरूकै लाइसेन्सिङको कुरा भयो, जो अमेरिकन इन्स्टिट्युसनहरूले पो दिँदो रहेछन् होइन, जबकि यहाँका मान्छेहरूको चाहिँ कुनै लाइसेन्सिङ सिस्टम त्यसलाई एउटा हुन्छ नि के भन्ने एक प्रकारको प्रोफेसनल प्र्याक्टिसका कुरा चाहिँ छैन होइन। जबकि यो यही एरियाबाट डेभलप भएको नलेज सिस्टम भयो। अब अहिले ग्रेजुअल्ली हेर्ने हो भने जस्तो मैले रिसेन्टली एकजनासँग पनि कुरा गरेको थिएँ होइन, यो योग इन्स्ट्रक्टर हुनुहुँदो रहेछ, अनि तर उनको लाइसेन्सिङ चाहिँ विदेशी थियो। त्यो विदेशी इन्स्टिट्युसनले कसरी ट्रेनिङ गरेर के गरेर दिन्छ, कति आवर्स, उसको आफ्नै बेन्चमार्क छ। सो ग्रेजुअल्ली हाम्रो हातबाट यो चिप्लिरहेको चाहिँ सरले कतिको फिल गर्नुभएको छ? इज इट स्लिपिङ फ्रम आवर ह्यान्ड्स एन्ड आवर ग्रास्प? हामीले यसबाट जुन लेभलको बेनिफिट लिन सक्छौँ त्यो चाहिँ हामीलाई थाहा त छ, तर यो वर्ल्ड सिस्टममा हामी आफूलाई त्यो लेभलमा अपडेट नगरेर हो कि अथवा त्यसरी मलाई चाहिँ हाम्रो हातबाटै चिप्लिरहेको जस्तो फिल भइरहेछ कि। धेरै हदसम्म चाहिँ हो, तर अर्को पाटो पनि छ। ओके, हामी पूर्वीय हिसाबको मान्छे जुन छौँ नि इस्टर्नवाला चाहिँ हामी धेरै आफ्नो कुरा बेच्न नसक्ने रहेछौँ क्या, किन हामी इन्ट्युसन बेस्डवाला मान्छे हौँ। हामीलाई खासमा कोरमा भन्यो भने बेच्नु पनि छैन क्या, त्यो बेच्नु थिएन पहिलेसम्म चाहिँ, पहिले पनि थिएन, तर अहिले चाहिँ बेच्नु पर्या हो कि। अब यस्तो छ, दुइटै पाटो छ। त्यसरी बेचिँदा कम्तीमा त 100औं ठाउँमा 1000औं ठाउँमा पुग्यो नि, कम्तीमा कसैले बेच्न थाल्यो र त पुग्यो होइन। त्यसको डिमान्ड क्रिएट गर्यो, उसले मार्केटिङ गर्यो, त्यही त हो नि होइन, पपुलारिटी त्यसले उ गर्यो। कोही एउटा सामान्य भनौँ रेस्टुरेन्टमा काम गर्ने मान्छे अथवा सामान्य वेटर मान्छे अथवा अरू केही मान्छे घरमा केही अरू अब सेकेन्ड सिफ्टमा जान्छ, अर्को इनिङ्समा लाइफलाई लानुपर्छ भन्ने मान्छे अब योगमा ट्रेनिङ गर्न आयो जस्तो बढ्यो नि। त्यो गर्नलाई त मार्केटिङ गर्नु पऱ्यो, मान्छेसँग पुग्नु पऱ्यो। हामीसँग त्यो एप्रोच पुगेन, हामी नसकेकै हो, अल्छी भएको हो, त्यसमा कुनै डाउट छैन होइन, त्यसमा कुनै डाउट छैन, हामी चुकेकै हो। तर व्यापारको कुरामा चाहिँ हाम्रो उनी छैन क्या, भनौँ न त्यो हामीसँग जिन नै छैन, भनौँ व्यापार गर्ने कलै छैन क्या, त्यो ढङ्ग नपुग्या पनि हो, फेरि ढङ्ग नपुग्या पनि हो। र अर्को बाटो पनि छ फेरि त्यसमा, जस्तो जसरी एलायन्सको कुरा हजुरले उठाउनु भयो, विभिन्न एलायन्स हरेक देशका आफ्ना आफ्ना भए होइन, विकसित देशका मात्रै होइन, अहिले त इन्डियाकै पनि छुट्टै छ होइन, युएसको छुट्टै छ, अस्ट्रेलियाको छुट्टै छ, युरोपियन छुट्टै छ। अब हुँदा कस्तो मास क्रिएट भयो भने अब त्यो 200 घन्टा 300 घन्टा 500 घन्टाको जुन कोर्स पढेर स्टुडियो खोल्ने, अब स्टुडियो पनि एउटा सिटीमा कतिवटा स्टुडियो भइसक्यो अब होइन। त्यो अब त्यो बिचमा पनि अब हाइली कम्पिटिसन भयो। अब नयाँ के त नयाँ, अब बल्ल हामी लङ टर्म कोर्सेसहरू अझ अथेन्टिक योग के हो भन्न पर्ने अवस्थालाई त त्यो एउटा अवेरनेस क्रिएट भयो भन्न पनि पाइयो, त्यो हिसाबले छ। तर एउटा स्टार्टिङ फेजमा चाहिँ हामी चुकेकै हो भन्न चाहिँ पर्छ। यही चिज हामीले पनि हाम्रो एलायन्स गराएर त हुन्थ्यो नि, तर हामीसँग के भएन भन्दा हामीसँग मार्केटिङ नेटवर्किङ गर्ने क्यापेसिटी भएन, सकिएन। त्यसो भएर अहिलेलाई देख्दा चाहिँ अलिकति चिप्ल्या हो कि जस्तो चाहिँ लाग्छ होइन। तर अर्को पाटोबाट हेर्दा त कम्तीमा योगको बारेमा भन्ने होइन, यो चिजको बारेमा भन्ने मास त क्रिएट भयो नि त होइन, हजारौँ मान्छेहरू क्रिएट भए। अल्टिमेटली फेरि तिनीहरू के खोज्दै आउँछन् भने
200 घन्टा 300 घन्टा 500 घन्टा गर्यो। अब मेरो त पुगेन नि, उसले पनि साथीले पनि त्यस्तै गरिरहेछ। अब बाहिरतिर हेऱ्यो भने अहिले चाहिँ बियर योगादेखि लिएर रोप योगादेखि लिएर होइन अनेक योगाको भेराइटी किन आउनु पऱ्यो भन्दा 200 बियर घन्टा योगा रक्सी खाने अनि त्यसपछि योगा गर्ने, ए त्यस्तो पनि छ बिचमा जाने गर्ने, अनि गएर झुन्डिएर उसमा भनौँ न रस्सीमा झुन्डिएर गर्ने, योगासन गर्ने। उसले सिकेकै 200 घन्टामा कति छ। अब त्यसलाई बेच्न परे जस्तो उसले नयाँ नयाँ क्रिएटिभ आइडियाजहरू कम्पिटिसन भयो नि त हो न। त्यो लेभलसम्म मान्छे पुग्यो। अब के भयो भने कति मान्छेले अब यस्तो धेरै उत्पटाङ चिज त रहन्छ, अब साँच्चीकै के हो त खोज्नलाई चाख त अब बल्ल हुने भयो नि त। उसले प्र्याक्टिस नर्छ गरिरहेछ, अब बल्ल उसलाई अब हामीले मार्केटिङ के गर्न सक्नुपर्ने हो, अथवा भनौँ न केलाई हामीले एक्सप्लोर गर्न सक्नुपर्ने हो भने चाहिँ अथेन्टिक योग यो हो होइन, ट्रेडिसनल प्र्याक्टिस यो हो, यो खास एप्रोच हो। अनि यो चिज भन्न सक्नलाई हामीले ब्रान्डिङ गर्नु पऱ्यो। त्यो गर्नलाई युनिभर्सिटिजको कोर्सेसहरूलाई अलिकति बढी अपग्रेड गर्ने हो कि, अथवा वेलनेस टुरिज्मको कुरा आइरहेछ। अब वेलनेस इयरकै कुरा छ होइन 2027लाई, त्यसलाई अझ त्यो सेलेबल भनौँ न अझ बढी ब्रोडली प्र्याक्टिस हुने चिजहरूमा त्यसमा हामी वर्कआउट गर्न सकिन्छ कि, अझ इन्टेन्सिभ कोर्सेसहरू इन्टेन्सिभ प्र्याक्टिसेसहरूलाई चाहिँ प्रमोट गर्न पर्ने बेला देखिन्छ। अब यदि हामीले त्यो गर्नलाई अपर्च्युनिटी भयो भन्ने हो नि, अब हाम्रो ब्याकग्राउन्ड क्रिएट भयो, आखिर अलिअलि मार्केटमा पुग्यो, उनीहरूले के हदसम्म चाहिँ होइन त्यसको एलायन्स मार्फत चाहिँ केही कमाउनु पनि सफल भयो, तर समहाउ हाम्रो विधा बढो भन्ने हिसाब पनि भन्न पाइयो एउटा भयो। अब यो गर्न नसक्ने हो भने त फेरि हामीबाट चिप्लेकै हो भन्नुपर्छ फेरि। त्यही त एउटा ठुलो कुरा चाहिँ फेरि यसले बेनिफिट क्रिएट गरेर चाहिँ सरको अनुसार चाहिँ अथेन्टिसिटी र मूल जरो खोज्नलाई यतैतिर आउनु पर्यो। जस्तो तपाईँले टेक्नोलोजी सिक्नु जानु पर्यो भने यहाँ जतिसुकै भए पनि अमेरिकामा यस्तो टेक्नोलोजी छ भन्नुभन्दा तपाईँको प्रिफरेन्स त त्यही हुन्छ नि, त्यही सिक्नु जानु पायो हुन्थ्यो भन्नु। जे कुरा जहाँ डेभलप भएको छ होइन त्यो चिजमै जानलाई त मान्छेलाई इन्ट्रेस्ट हुन्छ नि त। मान्छे अब हाम्रो समस्या कहाँ भने हामीले त्यो लेभलको गर्न सक्छौँ कि सक्दैनौँ। फेरि हाम्रो हिसाबले त फेरि हामीसँग अलरेडी भनिहालेँ त्यो मार्केटिङ गर्ने, त्यसलाई म्यानेजमेन्ट गर्ने, त्यसलाई त्यो अपसेलिङ गर्न सक्ने त क्यापेसिटी कम छ। यो क्यापिटलिस्ट कम्पिटिसनले तर बेनिफिट गरे पनि सरले कुरा राख्नुभएको चाहिँ मलाई अलि अमेजिङ लाग्यो, किनभने त्यसले पुल पनि त बढायो होइन। नत्र सुन्नु न, जस्तो आजको 20 वर्ष 30 वर्ष अगाडि अथवा 50 वर्ष अगाडि भनौँ न, योगमा वेस्टर्नहरूले स्टडी नगर्दा भए के हुन्थ्यो विचार गर्नु एकछिन होइन। हार्वर्डको स्टडिजहरू नभएको भए, टिएमदेखि लिएर अरू मेडिटेसन प्र्याक्टिसहरू रिल्याक्सेसन रेस्पोन्सको बारेमा चाहिँ अध्ययनहरू नभएको भए मेडिटेसनको स्टडिजहरूमा आज योगा यति धेरै फेमस हुँदै हुन्न थियो। भनेपछि उनीहरूले लिएर बिगारे भन्ने पाटोबाट हेर्न नि पाइयो होइन। अर्को पाटो भने त त्यो स्टडी गरे भएर न व्यापक भयो, नत्र त कसले गर्ने भन्दा जोगीले गर्ने, गुफामा बसेर बस्ने सीमित मान्छेलाई सिकाउने थियो। त्यसरी नै लिन्न थिए। आज तपाईँले साइकेट्रिस्टले होइन के अरे माइन्डफुलनेस मेडिसिन के अरे मेडिटेसन गर्नुहोस् भनेर किन भन्न सक्नुहुन्छ त भन्दा इभिडेन्स छ नि त। इभिडेन्स क्रिएट त भने हामीले गरेर गर्न सके त होइन नि त। त्यो त त्यसरी अध्ययन भए, त्यसरी कयौँ प्र्याक्टिसेसहरू भए, त्यसलाई मासमा लाने कुरा भए। अब त्यसका फेरि लिमिटेसन पनि छन् फेरि। अनि त्यो लिमिटेसन के हुन् भने योगा यहाँ एक थरी है, यहाँ हामी तपाईँ सात्विक भएर गर्ने के गर्ने भन्छौँ। अब त्यहाँ बियर योगा आइयो हेर्नु बियर योगा भनेपछि के भयो भन्दाखेरि कहिलेकाहीँ चाहिँ मासमा पुग्दाखेरि त्यो एकदम उत्पटाङ भएर जाने सम्भावना पनि छ, त्यो सम्भावना पनि छ। तर अब केही न त्यो मासमा जाँदा ठुलो उसमा जाँदाखेरि त केही न केही यस्तो चिजहरू त आउँछन् नि। मलाई पर्टिकुलरली यो बियर योगा अलिकति इन्ट्रेस्टिङै लाग्यो सर, यसो अलिकति केही इन्फर्मेसन थपिदिनु यो। होइन यस्तो धेरै थरी छन् ओके, जसमध्ये चाहिँ अब यो धेरै यसलाई प्रमोट गर्नुपर्छ भन्ने त होइन, जस्ट एउटा कुरा चल्यो गरिहाल्नु। बियर खाँदै गर्छ, एक चुस्की लिँदै गर्छ, अनि त्यहाँ एउटा आसन गर्दै गर्छ क्या। अब ओके अनि चाहिँ अब अर्को पाटोबाटै अब त्यसलाई कसरी हेर्ने भन्ने हो क्या। जस्तो कन्सियसनेसको ट्रेडिसनल प्र्याक्टिसको हिसाबले त त्यो त रङ हो, त्यसमा नो डाउट एट अल होइन। हामी यहाँ होस बढाउने अवेरनेस हुने कुरा गर्छौँ, त्यहाँ बेहोससँगै योगलाई जोड्ने कुरा भयो। तर अर्को पाटो योगा त जोड्ने हो नि त, जेसँग जोड्ने हुन्छ भन्नु नि पायो हो। यस्तो चिजहरू एउटा लेभलमा यो उत्पटाङनेस नै भनौँ न, योहरू आउँछन् पनि। तर त्यसलाई चिर्नलाई पनि त हामीले हाम्रो अथेन्टिक कुरा त गरिरहनु पऱ्यो। त्यसलाई ब्रान्डिङ त्यसलाई एउटा लेभलमा फैलाउने काम चाहिँ हुनु पऱ्यो। अब फैलिनलाई त फेरि तिनीहरूले के होइन भन्नेबाट सुरु हुने भयो नि त। जस्तो अहिले पनि हेर्नु भने तपाईँले अस्ट्रेलियन केही स्टडिजहरू छन्,
त्यो स्टडीमा चाहिँ योगा गऱ्यो भने केही मस्कुलोस्केलेटल इन्जुरिजहरू हुन्छ भनेर। ओके। किन त्यस्तो हुन्छ भन्दाखेरि मान्छेले यति धेरै आसन गरे, यति धेरै ज्यान भाँच्ने कुरालाई प्रायोरिटाइज गरे, स्ट्रेचिङ गर्ने कुरालाई होइन। त्यसमा चाहिँ प्रोप्स राखेर हुन्छ कि रसीले तानेर हुन्छ कि के गरेर हुन्छ, फोर्सफुल्ली। किन आसन देखिने चिज त त्यति हो नि त। आसन प्राणायाम त देखिने चिज त होइन। अहिले त कम्पिटिसन छ नि योगासनको, अहिले त कम्पिटिसन आइसके, खेलकुदको रूपमा कम्पिटिसन आयो। अनि त्यो गर्दाखेरि त जबरजस्ती गर्दाखेरि त हुने भयो। अब यसको अर्थ फेरि होइन योगा त्यो आसन गर्नै हुन्न भन्न त भएन नि त। त्यो गर्ने चिजले पनि एउटा लेभलको चाहिँ गर्यो, अवेरनेस क्रिएट गर्यो। तर अब अथेन्टिक कुरा के हो अनि कहाँनिर सही कुरा के हो भन्नुपर्ने स्थिति आयो। नत्र यस्तो त हेऱ्यो भने धेरै ठाउँ छ नि त क्या त्यस्तो। बियर योगा मात्रै होइन, गोट योगा अरे हेर्नु, बाख्रालाई सँगै राख्ने, जे राख्नु पनि पाइयो। अब भनौँ न कुखुरा राखे पनि भयो, डग योगा अरे होइन। अनि गएर बिच योगा त एकदम फेमस नै छ क्या। त्यसपछि एरियल योगा भन्ने हुन्छ, यसो झुन्डिएर रसी ससीमा झुन्डिएर गर्ने भयो होइन। अब यस्तो अनेक खालको भेराइटिजहरू चाहिँ आए। किन आए भन्ने कुरो चाहिँ त्यो अलायन्सहरूले मार्केटिङ गरेर 200, 300, 500 घन्टा कोर्स चलाएपछि उसले 200-300 घन्टा 500 घन्टा कोर्समा होइन 20 दिन नै होइन अथवा 1 महिना 2 महिना कति सिक्छ। त्यही चिज सिकाउँदाखेरि त त्यहाँ चाहिँ अब एउटा सेलिङ पोइन्ट भएन नि त उसँग बेस। अनि सेलिङ पोइन्ट हुनलाई केही न केही यस्तो चिजहरू गर्नु पर्यो। गर्दाखेरि हाम्रो जुन ट्रेडिसनल चिजबाट त डेभिएसन भयो। अब डेभिएसन भएपछि मान्छेलाई त्यो अब के हुन्छ चासो हुन्छ नि यो के हो भनेर। त्यो हिसाबले पनि अब यो अथेन्टिक चिजहरूको कुरा आउने भयो क्या। अनि मासमा पुग्दाखेरि यो अब हामीले रोक्न पनि गाह्रो छ यस्तो चिज होइन। रोकिँदैन नि त। अब महासागर भन्ने चलन चाहिँ फेरि कसले कहाँ जोड्छ भनौँ न। तन्त्रकै प्र्याक्टिस हेऱ्यो भने त योगको तन्त्रसँग कस्तो राम्रो रिलेसन छ क्यारे। त्यहाँ पनि सब जे चिज प्रयोग गर अवेरनेसमा रह भन्ने खालको छ नि त। भनेपछि कहीँ न कहीँ यो प्रचारित भएको भनौँ। तर एट द सेम टाइम चाहिँ हामीले अथेन्टिक कुरा यो भन्न सक्ने स्थितिमा हुनुपर्छ। त्यो चाहिँ हामी हुन सकिरहेको छैनौँ। कुनै चिज फेमस हुन्छ भने त्यसले आफूलाई स्वरूप परिवर्तन गर्दै डेभिएट गर्दै लान्छ एउटा एक प्रकारको चेन्जेस आफूमा इन्कर्पोरेट गर्दै अगाडि बढ्छ। त्यसलाई योगाको लागि पनि लिनु पर्यो धेरै नै अथेन्टिसिटी बादी भएर नि भएन। पहिलो कुरा त मान्छेलाई अलिअलि टेस्ट हुनु पर्यो नि त। अनि बल्ल अथेन्टिसिटी जाने भयो। एक्ज्याक्टली होइन। पानी पर्दाखेरि बेसरी पानी पर्दा त बाढी त आउँछ नि त होइन। बाढी आउँदाखेरि त यो बाढीमा त यस्ता यस्ता चिजहरू आउँछ नि। अब कुरा के हो भने यो चिज ठिक होइनन्, यो होइन, कुरा यो हो भन्ने चिजमा हाम्रो एडभोकेसी चाहिँ हुनु पर्यो। त्यो ठाउँमा चाहिँ हामीलाई फेरि बेनिफिट पनि हो। किनभने हामी रुट जहाँ यही रिजनबाट ओरिजिन भएको हिसाबले त मान्छेले अथेन्टिसिटी के हो भनेर खोज्न आउने ठाउँ त यिनै नै हुन्। त्यसबाट अहिलेलाई हामीले गर्नुपर्ने के हो भने त्यो 200 घन्टा 300, 500 घन्टाको धेरै हामीले होइन अब चाहेर पनि अहिले हाम्रो नेपालको एलायन्स बनाएर पनि धेरै ढिला भइसक्यो होइन। हामीले के मार्केटिङ गर्न सक्छौँ होइन। आखिर त्यो त डिरेक्टरी मात्रै हो। त्यसबाट अहिले हामीले अथेन्टिक कोर्सेसहरू, अथेन्टिक प्र्याक्टिसेसहरू जहाँ हाम्रो हुन्छन् तिनीहरूलाई हामीले बढायो भने त अल्टिमेटली फेरि खोज्दै त तिनी नै आउने हुन्। त्यसले चाहिँ हामीले अबको बेनिफिट लिन सक्छौँ जस्तो लाग्छ। हाम्रो जुन पुरानो इन्डिजिनस नलेज थियो त्यो आफैमा एउटा युनिक सेलिङ पोइन्ट भएर उदाउँछ। त्यसमा हामी एडभान्टेजियसै छौँ, एडभान्टेजियस प्लेसमै छौँ, पोजिसनमै छौँ भन्ने कुरो सरको भयो होइन। छौँ तर त्यसलाई हामी त अल्छी छौँ नि त फेरि। त्यसो भएको हुनाले अलिकति त्यसलाई हामीले भनौँ न त्यसलाई फैलाउनलाई जोस जाँगर लगाएर स्ट्रक्चर गरेर त्यो चाहिँ गभर्मेन्टबाटै नै अहिले अब वेलनेस टुरिज्मको कुरालाई फोकस गर्ने कुरा चलिरहेछ। यो कुरालाई अझ हामी सबैले अझ प्रमोट गरेर यसलाई अझ बढी सिस्टमेटाइज गर्न सकियो भने चाहिँ त्यसको बेनिफिट डेफिनेटली हामीलाई नै हुन्छ। अब म ठ्याक्क एउटा यो चलिरहेको एउटा हाम्रो कुराको एउटा प्याटर्न थियो होइन। एउटा ठ्याक्क अलिकति सिफ्ट गर्न किन मन लाग्यो भने सर आउनु भयो बेला सोधिहालौँ भनेर। आजकल मान्छेहरूले बढी मेन्टल प्रब्लमहरू बढी लिएर बसेका छन् जस्तो लाग्छ। केही तिनीहरूलाई अलिकति यौगिक खुराकहरू अलि एङ्जाइटी डिप्रेसनमा युजफुल केही स्टफ्सहरू चाहिँ सेयर गर्ने कि छ? अब मन छ त मानसिक रोग हुने सम्भावना स्वाभाविकै छ। अनि मानसिक समस्यालाई चाहिँ एकदमै धेरै हामीले
नराम्रो फर्ममा हेर्छौँ अलिक फ्यान्सीकरण भनौँ न यो उसको त जिन्दगी गयो उ त पागलै भयो भन्ने। अनि पागल र मान्छेमा धेरै कुरा छ। हुन त पागल पनि एउटा प्रकार हो। त्यसलाई त्यसरी हेर, मन छ त मन दुख्न सक्छ नि त, मनलाई अप्ठ्यारो पर्न सक्छ। घुँडा छ, घुँडा दुख्न सक्छ भने जस्तो मन पनि दुख्न सक्छ, मनलाई अप्ठ्यारो पर्न सक्छ। त्यसो भएर चाहिँ यसको अप्ठ्यारो स्थितिहरूमा चाहिँ सम्बन्धित विज्ञसँग होइन यसको बारेमा चर्चा परिचर्चा गर्नु पनि एकदमै महत्त्वपूर्ण गर्छ एउटा। दोस्रो कुरो कैयौँ यस्तो चिजहरू छ जसले मानसिक स्वास्थ्यलाई प्रमोट गर्छ। त्यो चिजमा हामी इन्गेज हुन जरुरत। जस्तो केही सकिएन भने रनिङ वाकिङ जस्तो हिँडाइ भनौँ, योगाको केही ब्रिदिङ प्र्याक्टिसहरू होइन, छिटो छिटो गरिने योगासनको अभ्यासहरू, केही ध्यानका अभ्यासहरू होइन, नेचरमा जाने कुरा होइन, आफूलाई मन लागेको चिजहरू मजाले लेख्ने जसलाई हामी जर्नलिङ भन्छौँ यस्तो कुरा। त्यसै गरी आफूलाई मनमा लागेको चिजहरू चित्रको रूपमा एक्सप्रेस गर्ने कुरा। सो यस्तो चिजहरूले धेरै हदसम्म अनि एन्जाइटी डिप्रेसन जस्ता रोगहरूमा स्ट्रेसहरूमा काम गर्छन् होइन। अब यो गर्दा गर्दै पनि हामीलाई भएन अथवा भने जस्तो रिजल्ट आएन भने चाहिँ फेरि सम्बन्धित विज्ञकोमा जानलाई हामीले हिचकिचाउनु हुँदैन। र फेरि मनको बह कसैले नकह भन्ने थियो क्या अरे पहिला। आजकल हामी के भन्छौँ नि, मनको बह सबैलाई जान्नेलाई कह भन्छ। सबैलाई भनेर नि काम छैन, फेरि त्यही चिज आफूलाई फर्केर आउँछ नि त। सबैलाई कह गरेर त तपाईँले भन्नुहुन्छ अनि आफ्नो त्यो मान्छेले तपाईँलाई के अरे मानसिक समस्याको हिसाबले हेर्दैन, त्यही लेभलको एम्पेथीमा हेरिदिनु पर्यो। अनि उसले के गर्छ त भन्दा कुनै बेला पर्यो भने त्यही चिजले तपाईँलाई होइन उल्टो घुच्छ, त्यसले हेल्प गर्दैन हुन्छ क्या। भनेपछि मनको बह कहन त कहनु पर्यो होइन। कति साइकोथेरापी अथवा काउन्सिलिङ भनेकै त बोल्ने चिकित्सा त हो। कति कुरा सेयर गरेर होइन त्यसलाई रिफ्लेक्सन गरेर कति चिजहरू होइन हल्का हुन्छ। तर मनको बह जान्नेलाई कह भन्छ क्या। त्यसपछि हेल्प पाइने भयो नि त होइन। मानसिक हिसाबले शान्ति हुनलाई आवश्यकता अनुसार औषधि चिकित्सा विधिहरूको प्रयोग गर्नलाई जरुरत हुन्छ। त्यसो भएर चाहिँ अब तपाईँले ट्रिटमेन्टै गर्दा पनि होइन औषधि खाइरहनु भएको छ अथवा अरू थेरापीहरू गरिरहनु भएको छ भने पनि अघि हामीले भन्यौँ नि जस्तो माइन्डलाई रिल्याक्स हुने चिज, स्ट्रेस म्यानेजमेन्ट जस्ता कुराहरूले चाहिँ एकदमै हेल्प हुन्छ। फेरि समस्या के छ भने यतिखेर चाहिँ म गरिहाल्छु नि, म युट्युबमा छ, मैले पहिले पढाए हो के गरे भन्ने हिसाबले काम गर्दैन। त्यतिखेर यसलाई चाहिँ हामी कसरी हेर्छौँ भने पुरा डम्म बादल लागेको दिन घाम छ जस्तो लाग्दैन नि त हामीलाई, सूर्य छ जस्तो लाग्दैन। तर त्यो बादल हावाले फाट्यो भने त सूर्य त्यही छ, कोही गातो होइन। सो एकदमै धेरै एन्जाइटी डिप्रेसिभ फेजेसहरूमा मान्छे छ, अरू मेन्टल हेल्थ केसेसहरूमा छ भने त्यतिखेर म खुसी छु, म सक्छु जस्तो लाग्दैन क्या, अथवा म गरिहाल्छु भने पनि सक्दैन क्या। त्यो फेजेसहरूमा चाहिँ कोही हावा लगाइदिएर त्यो घामलाई देखाइदिने मान्छे जस्तो कोही चिकित्सक या कोही मनोपरामर्शकर्ता या सम्बन्धित विज्ञसँग चाहिँ सल्लाह लिनलाई चाहिँ हामीले कहिले पनि हिचकिचाउनुहुन्न। त्यो भएर मेन्टल हेल्थ बेसिक प्राणायामहरू हो, बडी स्ट्रेचिङहरू त्यो गर्न चाहिँ त्यो त गर्दा गरिरहनु पर्यो। त्यो त गरिरहने भयो, त्यो गर्दा गर्दै पनि नहुन सक्दैन नहुँदाको केस होइन। अथवा त्यो ट्रिटमेन्ट गर्दा गर्दै पनि यो चिजको जरुरत छ। बरु यो गर्ने बानी गरिरह्यो भने प्रिभेन्टिभ रूपमा काम गर्न पनि सक्छ। हो गर्छ। अब यस्तो छ माइल्ड मोडरेट फर्ममा छ भने त यति मात्रैले नि काम गर्न सक्छ होइन। अलि अझ कडापनको रोग छ, अझ बढी सिरियस रोग छ भने चाहिँ अब यो गर्दा गर्दै होइन आवश्यकता अनुसार होइन जान्नेसँग पुग्नु पर्यो होइन। जान्नेले अब त्यही अनुसार गर्नुहुन्छ। अब यसलाई चाहिँ त्यही भएर चाहिँ मानसिक हिसाबको रोगलाई चाहिँ सबै ठाउँ भन्न पनि अहिलेको फेजमा गाह्रो छ। तर यसलाई लुकाएर राखेर पनि काम छैन। त्यही भएर अघि नै हामीले भन्यो होइन मनको बह जान्नेलाई कह भन्ने हिसाबले त्यो एप्रोचहरू चाहिँ बढी युजफुल देखिन्छ। आज अब धेरै कुराहरू समेटेर कुरा गरौँ सर होइन। लगभग के एन्डतिर नै आइए जस्तो छ आजलाई। हामी के यतिमै एन्ड गर्छौँ त अब? हुन्छ, हस्। यहाँको समयको लागि धन्यवाद। थ्याङ्क यू फर यर टाइम सर।